नेपालको पहाडी जिल्लाको एउटा सानो गाउँमा अर्जुन नामको एक युवक बस्थ्यो। गाउँ निकै सुन्दर थियो। हरियाली डाँडा, चिसो हावा, चराहरूको आवाज र बिहानको घामले सुन जस्तै चम्किने खेतहरू। तर त्यो सुन्दर गाउँभित्र एउटा समस्या थियो। अधिकांश युवाहरू आफ्नो गाउँ, परिवार र सपनाहरू छोडेर विदेश जाने सोचमा थिए। अर्जुन पनि त्यस्तै सोच राख्थ्यो। उसलाई लाग्थ्यो जीवनमा पैसा भए सबै कुरा पाइन्छ। उसको बुबा किसान थिए, आमा घरको काम गर्थिन्। परिवार इमान्दार थियो, तर आर्थिक अवस्था कमजोर थियो। एक दिन अर्जुनले बुबालाई भन्यो, बुबा, म अब गाउँमा बस्दिनँ। म विदेश जान्छु, धेरै पैसा कमाउँछु, ठुलो घर बनाउँछु। उसका बुबाले शान्त स्वरमा भने, छोरा, पैसा कमाउनु नराम्रो होइन, तर पैसाको लागि आफूलाई हराउनु नराम्रो हो। अर्जुनलाई बुबाको कुरा पुरानो सोच जस्तो लाग्यो। उसले कसैको कुरा सुनेन। केही महिनापछि उसले ऋण लिएर विदेश जाने तयारी गर्यो। गाउँ छोड्ने दिन उसकी आमाले आँसु पुछ्दै भनिन्, जहाँ गए पनि राम्रो मानिस भएर बाँच्नु। अर्जुन हाँस्यो र भन्यो, आमा, चिन्ता नगर्नुहोस्, म धेरै पैसा लिएर फर्किन्छु। समय बित्दै गयो। विदेश पुगेपछि सुरुका दिनहरू सजिला थिएनन्। भाषा नयाँ थियो, काम गाह्रो थियो, मानिसहरू अपरिचित थिए। ऊ दिनमा 12 देखि 14 घण्टा काम गर्थ्यो। शरीर थाक्थ्यो, मन एक्लो हुन्थ्यो। तर उसले आफैलाई सम्झाउँथ्यो, म पैसा कमाउन आएको हुँ। केही महिनापछि उसले पैसा कमाउन थाल्यो। उसले राम्रो मोबाइल किन्यो, ब्रान्डेड कपडा किन्यो, साथीहरू बनायो। बिस्तारै उसलाई लाग्न थाल्यो कि ऊ सफल हुँदैछ। एक दिन काम गर्ने ठाउँमा एउटा वृद्ध कर्मचारीसँग उसको भेट भयो। ती वृद्धको नाम हरि थियो। उनी धेरै शान्त र अनुभवी थिए। हरिले अर्जुनलाई सोधे, तिमी किन यहाँ आएका? अर्जुनले गर्वका साथ भन्यो, म पैसा कमाउन आएको हुँ, धेरै पैसा कमाउन, सफल हुन। हरि मुस्कुराए। अर्जुनलाई त्यो कुरा मन परेन। उसलाई लाग्यो यो पुरानो मानिसले के बुझ्छ। समय बित्दै गयो। एक दिन कम्पनीमा आर्थिक समस्या आयो। धेरै कर्मचारी हटाइए। अर्जुन पनि कामबाट निकालियो। त्यो दिन पहिलो पटक उसले महसुस गर्यो, महँगो मोबाइल, कपडा र बाहिरी चमकले समस्या समाधान गर्दैन। उसले साथीहरूलाई सहयोग माग्यो। धेरैजसो साथीहरूले फोन उठाएनन्। अर्जुन एक्लो भयो। त्यही समयमा हरि उसलाई भेट्न आए। उनले खाना ल्याइदिए र भने, सफलता पैसा मात्र होइन। जुन दिन तिमीले सफलता पैसामा मात्र देख्यौ, त्यही दिन तिमीले जीवनको अर्को भाग छुटायौ। अर्जुन चुप लाग्यो। हरिले फेरि भने, मानिससँग पैसा हुन सक्छ, तर चरित्र छैन भने त्यो सफलता टिक्दैन। त्यो रात अर्जुन धेरै सोच्यो। उसलाई आफ्नो बुबाको कुरा सम्झियो, आमाको आँसु सम्झियो, आफ्नो गाउँ सम्झियो। केही हप्तापछि अर्जुनले नयाँ काम पायो। यसपटक उसले काम मात्र गरेन, अरूलाई सहयोग गर्न पनि सिक्यो। नयाँ साथीहरूलाई भाषा सिकायो, समस्यामा साथ दियो, इमान्दारीलाई पहिलो स्थान दियो। धेरै समयपछि ऊ गाउँ फर्कियो। गाउँ पहिले जस्तै थियो, तर अर्जुन बदलिएको थियो। उसले बुबालाई अँगालो हाल्यो र भन्यो, बुबा, तपाईँ सही हुनुहुन्थ्यो। पैसा चाहिन्छ, तर पैसा मात्र जीवन होइन। बुबा मुस्कुराए। अर्जुनले आफ्नो कमाइले गाउँमा एउटा सानो प्रशिक्षण केन्द्र खोल्यो, जहाँ युवाहरूलाई सिप सिकाइन्थ्यो, भाषा, कम्प्युटर, व्यापार र जीवनका मूल्यहरू। गाउँका मानिसहरूले उसलाई सम्मान गर्न